हरेक दिन सयौं कहिलेकाहीँ त हजारौं युवाहरू नेपाल छोडिरहेका छन्। आखिर नेपालभित्र भइरहेको के हो? किन एउटा पुरै पुस्ता नै देश बाहिर आफ्नो भविष्य खोज्दैछ? र सबैभन्दा ठूलो प्रश्न, के नेपालको भविष्य साँच्चै छ? आज हामी यही गम्भीर विषयको गहिराईमा पुगेर वास्तविकता बुझ्ने प्रयास गरौँ। यो बुझ्नु जरुरी छ कि यो कुनै रमाइलो यात्रा होइन, न त यो पढाइको लागि हो। धेरै जसोका लागि त यो केवल आफ्नो अस्तित्व जोगाउन, परिवार पाल्न र एउटा राम्रो भविष्य बनाउनको लागि हो। भन्नुको मतलब यो एउटा रहर होइन, बाध्यता हो। अब यो आँकडा हेरौँ त, यसले अवस्था कति गम्भीर छ भनेर देखाउँछ। हरेक दिन लगभग 2000 युवाले नेपाल छाडिरहेका छन्। यो सामान्य कुरा पक्कै होइन, यो त एउटा ठूलो लहर, एउटा सामूहिक पलायन जस्तै भइसक्यो। ल अब अलिकति गहिरिएर हेरौँ। सुरुमा यो ग्रेट एक्जोडस अथवा ठूलो पलायनको वास्तविकता के हो त? ग्राउन्डमा यो कस्तो देखिन्छ? बिहान सबेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्यो भने त्यहाँ युवाहरूको लामो लाइन देखिन्छ। झोला बोकेका, परिवारसँग भावुक हुँदै बिदा मागेका र अनिश्चित सपनाहरू बोकेका। यो दृश्य कुनै एक दिनको होइन, यो त हरेक दिनको कथा हो। आखिर उनीहरू कहाँ जाँदैछन् त? धेरैजसोका प्रमुख गन्तव्यहरू हुन् कतार, युएई, साउदी अरब अनि मलेसिया, दक्षिण कोरिया र जापान जस्ता देशहरू। उनीहरू त्यहाँ त्यही अवसर खोज्न जान्छन् जुन आफ्नै देशमा भेट्टाउन सकेनन्। यसको असर त झन् गाउँ-गाउँमा डरलाग्दो देखिन्छ। धेरै गाउँहरूमा काम गर्ने उमेरका युवाहरू भेट्टाउनै गाह्रो छ। घरमा छन् त केवल केटाकेटी र बुढापाका। बिस्तारै बिस्तारै नेपाल आफ्नो सबैभन्दा ऊर्जाशील जनशक्ति गुमाउँदै गरेको देश बन्दैछ। त्यसो भए अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ। आखिर किन युवाहरूले देश छोड्नुपर्ने अवस्था आयो? आउनुहोस्, यसका 5 मुख्य कारणहरूलाई केलाएर हेरौँ। यी हुन् ती 5 प्रमुख कारणहरू। पहिलो, बेरोजगारीको सङ्कट। दोस्रो, कम तलबको समस्या। तेस्रो, राजनीतिक अस्थिरता। चौथो, अवसरको कमी। र 5औं, सामाजिक दबाव। अब एक एक गरेर यी सबैको बारेमा कुरा गरौँ। पहिलो र सायद सबैभन्दा ठूलो कारण हो बेरोजगारी। नेपालमा राम्रो तलब दिने स्थिर जागिर पाउनु भनेको फलामको चिउरा चपाउनु जस्तै हो। यहाँसम्म कि पढेलेखेका, डिग्री हातमा लिएका युवाहरू पनि वर्षौंसम्म राम्रो अवसरको लागि भवन्तारिन बाध्य छन्। अब तलबको कुराले त अवस्था झनै छर्लङ्ग पार्छ। नेपालमा धेरैजसो जागिरमा मासिक 15-20 हजार कमाइ हुन्छ। तर विदेशमा उही व्यक्तिले त्यति नै मेहनत गरेर 3-4 गुणा बढी, मतलब 80 हजार वा त्योभन्दा पनि बढी कमाउन सक्छ। अब यस्तोमा धेरैका लागि देश छोड्नु विकल्पभन्दा बढी आवश्यकता बन्न पुग्छ। अर्को प्रमुख कारण हो राजनीतिक अस्थिरता। नेपालमा वर्षौंदेखि सरकारहरू बन्ने ढल्ने क्रम चलिरहेकै छ। यसले गर्दा नीतिहरू स्थिर हुँदैनन् र देशको विकासको गति एकदमै सुस्त हुन्छ। जब विकास नै हुँदैन, तब नयाँ रोजगारीका अवसरहरू कहाँबाट सिर्जना हुनु? यसले गर्दा युवाहरूमा देशप्रति नै एक किसिमको निराशा छाएको छ। अवसरको यही कमीले गर्दा ब्रेन ड्रेन अर्थात् प्रतिभा पलायनको अवस्था आएको छ। जब देशमा उद्योग, कलकारखाना र नयाँ सोच्नेहरूका लागि ठाउँ नै हुँदैन, तब प्रतिभाशाली मानिसहरू यहाँ आफूलाई बाँधिएको महसुस गर्छन् अनि आफ्नो क्षमता देखाउन विदेशिन बाध्य हुन्छन्। एउटा अर्को नदेखिने तर शक्तिशाली कारण हो सामाजिक दबाव। जब आफ्नो साथी वा छिमेकी विदेश गएर पैसा कमाउँछ, राम्रो गर्छ, तब अरूलाई पनि त्यस्तै गर्नुपर्छ भन्ने दबाव बढ्छ। यो एक किसिमको चलन जस्तै बनेको छ, जहाँ सफलता पाउनु भनेको नेपाल छोड्नु हो भन्ने सोच विकास हुँदै गइरहेको छ। खैर, यो पलायनले व्यक्तिलाई मात्र होइन, पुरै देशलाई नै असर गरिरहेको छ। यसको प्रभाव एउटा सिक्काको 2 पाटा जस्तै छ। केही फाइदा छन् भने धेरै बेफाइदाहरू पनि छन्। अब यसका परिणामहरू हेरौँ। यसले समाजलाई तिर्नु परेको मूल्य निकै ठूलो छ। गाउँहरू रित्तिँदैछन्। परिवारहरू वर्षौंसम्म छुट्टिएर बस्न बाध्य छन्। बालबालिकाहरू आमाबुबाको माया बिना नै हुर्किरहेका छन्। र सबैभन्दा चिन्ताको कुरा, देशले आफ्नो सबैभन्दा उत्पादनशील र ऊर्जावान पुस्ता गुमाइरहेको छ। यो आर्थिक दुविधालाई हेरौँ। एकातिर विदेशबाट आउने रेमिट्यान्सले देशको अर्थतन्त्रलाई तत्कालका लागि ठूलो राहत दिएको छ, परिवारहरूलाई पालेको छ। तर अर्कोतिर लाम्रो समयको लागि सोच्ने हो भने देशले आफ्ना दक्ष युवाहरू गुमाउँदा विकास र नयाँ सोचको गति नै सुस्त हुँदै जान्छ। त्यसो भए के सबै कुरा नकारात्मक मात्रै छ त?
त्यस्तो पनि होइन। यो निराशाको बीचमा पनि आशाका केही किरणहरू देखिन थालेका छन्। नेपालभित्रै केही नयाँ अवसरहरू पनि बनिरहेका छन्। जस्तै कि फ्रिल्यान्सिङ र अनलाइन काम गर्नेहरूको सङ्ख्या बढिरहेको छ। स्थानीय स्टार्टअप र डिजिटल व्यवसायहरू खुल्दैछन्। धेरै युवाहरूले अब युट्युब, फ्रिल्यान्सिङ र विभिन्न टेक स्किलहरूबाटै राम्रो आम्दानी गरिरहेका छन्। यदि यस्ता कामलाई सरकार र समाजले सही साथ दियो भने नेपालको भविष्य बदल्न सकिन्छ। अन्तमा कुरा एकदमै जटिल छ। नेपाल छोड्नु गलत होइन, न त बस्नु नै गलत हो। सबैजना एउटा राम्रो जीवनको खोजीमा छन्, तर एउटा प्रश्न भने सधैँ रहिरहन्छ। हामी भविष्यमा कस्तो नेपाल चाहन्छौँ? मानिसहरूले छोडेर जाने देश कि मानिसहरूले विश्वास गर्ने देश? यो प्रश्नको जवाफ अब हामी सबैले खोज्नुपर्ने बेला आएको छ।